यदि तपाईँ यी दुईवटा अन्डा लगातार रूपमा 1 महिनासम्म खानुभयो भने तपाईँको बडीमा यी 5वटा कुराहरू हुनेछन्। नम्बर 1, एमिनो एसिड। सबैभन्दा पहिला अन्डामा हुन्छ एमिनो एसिड। एमिनो एसिडको कारणले तपाईँको मसललाई प्रोटिन मिल्नेछ, त्यसैले तपाईँको मसल ग्रोथमा सहयोग पुग्नेछ। नम्बर 2, अन्डामा हुन्छ एन्टिअक्सिडेन्ट। यो कुरा हामी सबैलाई थाहा छ कि हाम्रो उमेर बिस्तारै बिस्तारै बढ्दै जाने क्रममा हाम्रो आँखाको भिजन कम हुन थाल्छ, मतलब दृश्य शक्ति कम हुँदै जानेछ, किनकि म्याकुलर डिजेनरेसन हुन्छ, मतलब अन्धपतन। अन्डाको पहिलो भागमा लुटेइन र एन्टिअक्सिडेन्ट भन्ने तत्त्व पाइन्छ। त्यसको कारणले आँखाको रेटिनाभित्र म्याकुलर भन्ने अर्गन हुन्छ, त्यसलाई डिजेनरेसन हुनबाट बचाउँछ, मतलब अन्धपतन हुनबाट बचाउँछ। त्यसै कारणले गर्दा भिजन गुम्ने चान्स कम हुनेछ। नम्बर 3, अन्डामा हुन्छ कोलिन। कोलिनको कारणले गर्दा फ्याटी लिभर हुने चान्सेस कम हुनेछ, साथै ब्रेन फङ्सन पनि बढ्नेछ, प्लस स्मरण शक्ति र फोकस पनि बढ्नेछ। नम्बर 4, सल्फर। अन्डाभित्र सल्फर नामक तत्त्व पनि पाइन्छ। यसको कारणले गर्दा तपाईँको स्किन र कपाल हेल्दी र साइनिङ हुन सुरु हुनेछ। नम्बर 5, अन्डामा हुन्छ कोलेस्ट्रल, मतलब गुड कोलेस्ट्रल। एक्चुअलीमा यो स्वास्थ्य र राम्रो कोलेस्ट्रल हुनेछ, जसको कारणले हार्ट डिजिजको जो रिस्क हुन्छ त्यसको चान्सेसलाई कम गर्नेछ।